के तपाईको व्यवसाय दर्ता गर्ने सोचमा हुनुहुन्छ वा गर्दै हुनुहुन्छ? आउनुहोस् जानौँ व्यवसायका प्रकारहरू। टाइप्स अफ बिजनेस भनेको लिगली स्ट्रक्चरबाट हेर्दाखेरि चाहिँ प्राइभेट फर्म, पार्टनरसिप फर्म र प्राइभेट लिमिटेड कम्पनी, तीनवटा बिजनेस स्ट्रक्चर हुने गर्दछन्। हामीले आज यी तीनवटै बिजनेस स्ट्रक्चरको बारेमा छलफल गर्नेछौँ। सुरुमा हामीले प्राइभेट फर्म, यसलाई सोल प्रोप्राइटरसिप फर्म अथवा व्यक्तिगत व्यवसाय पनि भन्न सकिन्छ। यसको दर्ता गर्ने प्रक्रिया भनेको सुरुमा तपाईँले स्थानीय तह वडा कार्यालयमा गएर दर्ता गर्न सक्नुहुन्छ। अर्को भनेको वाणिज्य विभाग, अर्को भनेको घरेलु तथा साना उद्योग। र यी तपाईँको व्यवसायको प्रकृति कुन खालको छ त्यही अनुसार नै तपाईँलाई जुन सुइटेबल हुन्छ त्यही निकायमा गएर दर्ता गर्न सक्नुहुन्छ। र यदि इम्पोर्ट र एक्सपोर्टसँग रिलेटेड छ भने चाहिँ तपाईँ वाणिज्यमा दर्ता हुनु पऱ्यो। यदि उत्पादनसँग सम्बन्धित छ भने घरेलु तथा साना उद्योगमा दर्ता हुनु पऱ्यो। यदि सानो व्यवसाय तपाईँको एउटा मानव चिया पसल, मोमो पसल यस्तो प्रकृतिको व्यवसाय छ भने चाहिँ तपाईँले के गर्नु सक्नुहुन्छ, त्यहाँको वडा कार्यालयमा गएर दर्ता गरेर अनि अर्को भनेको ट्याक्स कार्यालयमा गएर दर्ता गर्न सक्नुहुन्छ। यसका फाइदा पनि छन् र बेफाइदा पनि छन्। हरेक व्यवसायको प्रकृतिको फाइदा हुन्छ र बेफाइदा पनि सँगसँगै हुन्छ। यसलाई सजिलै दर्ता गर्न सकिन्छ, सजिलै खारेज गर्न सकिन्छ। यसलाई के गर्न सकियो, अन्डर 1 करोड छ भने कारोबार चाहिँ इयरली हामीले अडिट रिपोर्ट बनाउनु परेन, अर्थात् अडिटरको साइन चाहिँदैन। त्यति बेला कानुनी हैसियतको कुरा गर्दाखेरि चाहिँ फर्म र व्यवसायको मालिक एउटै भएको हुनाले यसलाई जति व्यवसायको दायित्व तथा उत्तरदायित्वहरू जे छन् व्यवसायसँग रिलेटेडहरू त्यो व्यक्तिमा स्वयं बेहोर्नुपर्ने हुन्छ र यसको दायित्व चाहिँ असीमित हुन्छ। अनि गएर यसको नाफा र जोखिम सबैको दायित्व के हुन्छ, मालिकमै निहित हुन्छ। यो व्यक्तिगत व्यवसायको एउटा नेचर भयो। पार्टनरसिप बिजनेसमा यसमा 2 देखि 20 जनासँग पार्टनरहरू राख्न सकिन्छ र यसमा अडिट रिपोर्ट बनाउनु पर्छ र अरू सबै कुराहरू चाहिँ सोल प्रोप्राइटरसिप बिजनेसमा जे कुराहरू छन् त्यही नै हुन्छ यो पार्टनरसिप बिजनेसमा। अर्को थर्ड भनेको हामीले के भने प्राइभेट लिमिटेड, यसलाई चाहिँ कम्पनी पनि भनिन्छ, जुन हामीले ओसिआरमा गएर दर्ता गर्नुपर्ने हुन्छ र यसको लागि चाहिँ प्रबन्धपत्र, नियमावली जस्ता कागजी डकुमेन्टहरू चाहिँ पुरा गर्नुपर्ने हुन्छ र यसको दर्ता गर्ने प्रोसेस पनि म आज बताउन गइरहेको छु। यसमा चाहिँ सुरुमा 1 जनादेखि 101 जनासम्म मेम्बरहरू हुन पाइन्छ। यसको कानुनी हैसियतका हिसाबले यो कानुनी छुट्टै हैसियत राख्दछ, अर्थात् व्यक्तिगत व्यवसाय जस्तो मालिकमा निहित हुँदैन। यो चाहिँ एउटा म एउटा पर्सन भएँ भने एउटा प्राली मैले खोलेँ भने चाहिँ त्यो अर्को पर्सन जसरी चाहिँ त्यसलाई ट्रिट गरिन्छ हरेक कुराहरूमा, त्यसको ब्याङ्क खातादेखि लिएर त्यसको लिगल्ली